पहिला म नेपाली सेनामा थिएँ। ए सेनामै होइसिन्थ्यो त्यसो के थियो पोस्ट? म कर्नेल। कर्नेल होइसिन्थ्यो अहिले रिटायर हुन्छ। वेलकम टु जाम कार्ड्स। जहाँ नेपालमा बसेर पनि केही स्ट्रगल गरेर होइन यसरी कार्ड्सहरू अफोर्ड गरेर हिँड्न सकिन्छ भन्ने तरिकाले त्यसको लागि थोरै केही टाइम दिनुहोस् न हिँडेर जाम। सरको नाम? म सानो राजा। सर अहिले हजुर के गरिरहनु भएको छ? म अहिले नोकरीमा छु। हजुर केमा ठ्याक्कै? प्रभु हेलिकप्टर। त्यसमा के गर्नुहुन्छ हजुर ठ्याक्कै? म चाहिँ क्वालिटी र सेफ्टी हेर्छु। यो गरिरहनु भएको हजुरले कति भयो टाइम भयो इयर्स? 8 वर्ष जति। युथहरूलाई के भन्नुहुन्छ त जो एकदम बाहिर गइरहनु भएको छ नि उहाँहरूलाई? युथहरूलाई म खास गरी नेपालमा काम गरोस् अथवा विदेशमा गरोस् काम गर्ने हो, तर स्किल र नलेज चाहिँ गेन गरेर गर्नु। सरकारी कर्मचारी हो हजुर? पहिला म नेपाली सेनामा थिएँ। ए सेनामै होइसिन्थ्यो त्यसो के थियो पोस्ट? म कर्नेल। कर्नेल होइसिन्थ्यो अहिले रिटायर हुन्छ। अनि कर्नेल हुँदाखेरि के स्ट्रगल गर्नुभयो? मैले अघि भने नि नलेज र स्किललाई डेभलप गर्ने काममा हामीले गरेँ र जितेँ। सर थ्याङ्क यू सर फर द टाइम।